गाइस गुड आफ्टरनुन आज चाहिँ म लन्च गर्दैछु बुङ्गुरको मासु हैन बुङ्गुरको मासु अनि राईको साग हो राईको साग पनि कति लामो अन्त डल्ले चाहिँ यसरी मिचेर चाहिँ यसरी चाहिँ अनि खानुपर्छ किनकि मगरको छोरी हो जातले भएको खानु चाहिँ पर्छ हो अनि चाहिँ यसरी चाहिँ मेरो चाहिँ स्यालेड पनि राखेको छु काटेर हो अनि यो पनि खानुपर्छ भएको चाहिँ सबै खानुपर्छ जिन्दगीमा के छैन र आज छ कि भोलि छैन हो भन्दा खाएर बस्ने बरुभन्दा हो नभनिदिएको नि यो सुँगुर मासु चाहिँ मैले कति 1 घन्टा जति पकाएर यति चाम्रो यो छाला नि आज मैले फर्स्ट टाइम भिडियो बनाएको मुकबाङ भिडियो चाहिँ हो कस्तो भयो के नराम्रो भयो मैले बनाउनु के जाने भने तपाईँहरू कमेन्ट सेक्सनमा भन्नु सक्नुहुन्छ मलाई हो अनि कुनै किन मलाई चाहिँ बनाउनु मन लागेको आज खाना खाँदाको भिडियो कहिले बनाउँदिनँ कि म अनि खालि म सर्ट भिडियोहरू मात्रै बनाइरहेको हुन्छु होइन अनि मलाई कतिजना बहिनीहरूले भन्ने पनि क्या त्यो नाम बोल्नुभन्दा राम्ररी बनाउनु न भन्दा सर्ट भिडियो तपाईँले खालि सर्ट भिडियो बनाउनुहुन्छ हो अनि बरुभन्दा अरू मजाले बनाउनुहोस् भनेर मलाई कतिजनाले बहिनीहरूले भन्यो हो त्यो लागि चाहिँ अन्त मैले चाहिँ आज लुन त बनाइदिन्छु भनेर बनाइदिएको नि यहाँ हाम्रो साइडमा जुस पनि छ हो जुस पनि पिउँ न यसलाई अलिकति हाल्नु त सानोमा यो चाहिँ ग्लास अनि यो चाहिँ रियल एप्पलको जुस हो यो पनि खाइदिउँ तर यो चाहिँ पानी खाएको भन्छु ल तर यसको कलर चाहिँ यस्तै हुन्छ सेम पानी मलाई चाहिँ नि सुँगुर मासु खास गरी छाला बोसोहरू चाहिँ मन पर्दैन कि र पनि यत्तिकै खाएको मात्रै न त म छाला बोसो म त्यति खाँदिनँ क्या किनकि म बेसी बिमारीले गर्दाखेरि बेसी म मोटाइ पनि सकिसक्यो होइन लास्ट टाइम म धेरै बिमारी भएको थियो अनि मलाई कतिवटा कुराहरू नखानु भनेछ त्यो सबै मैले स्किप गरिसकेँ होइन र पनि के भन्छ कोही बेला चाहिँ खाइदिन्छु नभए चाहिँ म धेरै खाँदिनँ छालाहरू बोसोहरू चाहिँ म खाँदिनँ लु मेरो आजको चाहिँ लन्च चाहिँ भयो होइन तपाईँले के खानुभयो कमेन्ट सेक्सनमा भन्नुहोस् मैले आफै बनाएको खाना होइन र पनि आफूलाई यति मिठो लाग्छ नि कुनै किन तर मेरो खानाहरू चाहिँ बहुत सानो उमेरदेखि बनाउनु थालेको हो किनकि घरमा मम्मी र म मात्रै हुन्थ्यो जाँदा वक्त अनि मम्मी पनि अब यताउति काममा होइन त्यही भएर घरि फारस घरि यताउति हुनुहुन्थ्यो कि अन्त मैले चाहिँ बहुत सानो उमेरदेखि यस्तै 9-10 वर्षदेखि चाहिँ मैले चाहिँ जानी नजानी भए पनि चियाहरू बनाउनु आफ्नो लागि खानाहरू बनाउनु आफै खाना बनाइकन मम्मीलाई रेडी गरिकन म स्कुल पनि जान्थ्यो हो यो चाहिँ मान्छेले भन्छ होला कि यो फेकेको भन्छ तर यो चाहिँ रियल हो किनकि यसको लागि मेरो मम्मीसँग पनि बात गरिदिन्छु म लु मैले चाहिँ खाइसकेँ हो अनि अफ पनि गर्छु भिडियो बाई बाई